को दिन, महान पिता परमेश्वरको आशिषको दिन, महान पिता परमेश्वरसँग बातचित गर्ने दिन र आधार सम्मानको पनि दिन। हिजोको दिनमा शनिबारको दिन अशुभ दिन भनेर भन्ने गर्नुहुन्थ्यो, तर आज कति शुभै शुभको दिन रहेछ। यसमा पनि महान पिता परमेश्वरलाई अनन्त धन्यवाद गर्छु। र समाज देख्ने काम हामी सबैलाई सत्यताको बाटो चिनाइदिनु हुने, ईश्वर आत्मामा नै हुनुहुन्छ भनेर चिनाइदिनु हुने, हामी सबैका अगुवा प्रकाश सुशीलानन्द उहाँका समस्त घर परिवारमा टाढैबाट भएका पनि हामी सबैको तर्फबाट आफ्नैबाट समाज र ईश्वरको भरिपूर्ण आशिष दिनुहोस्। र त्यस्तै किसिमले सत्यताको बिउ लामो चरबाट यस शाखामा रोपिदिनु हुने र मजल गरेर ठुलो बनाइदिनु हुने र हामी जस्तै धेरै दलदलमा फँसेका जनहरूको उद्धार गराइदिनु हुने यस शाखाका दुईजना अगुवा विष्णुलाई र सुभाषलाई पनि आत्मैबाट समान र ईश्वरको भरिपूर्ण आशिष र सम्पूर्ण घर परिवारमा सुख शान्ति र समृद्धि ल्याइसक्नुभयो। त्यसमा पनि महान पिता परमेश्वरलाई अनन्त धन्यवाद गर्छु मसीह येशूको नाममा। त्यस्तै किसिमले यस शाखाका अगुवा चारजनालाई पनि ईश्वरको भरिपूर्ण आशिष र आत्मैबाट उच्च सम्मान प्राप्त गर्दछु। र त्यति मात्र होइन, यति महिमा चलाउने आत्मिकी छोरी जन्माइदिनु हुने मेरा पूजनीय आमालाई पनि आत्मैबाट उच्च सम्मान र ईश्वरको भरिपूर्ण आशिष दिनु। त्यस्तै किसिमले निस्वार्थ भावनाले निष्पक्ष भावनाले ईश्वरको महिमा गरून् भनेर आफ्नो घरमै सुम्पिदिनु हुने हाम्रा अग्रज अगुवा बलबहादुर सर विष्णु मेत्र उहाँका दुईजना बाबुराहरूमा पनि ईश्वरको भरिपूर्ण आशिष र आत्मैबाट उच्च सम्मान व्यक्त गर्दछु। र त्यस्तै किसिमले स्वर्गका राजदूतहरू आफ्नो त उद्धार भयो, अरूलाई पनि उद्धार गराउनुपर्छ, अरूलाई पनि उत्साहित गराउनुपर्छ भनेर टाढा टाढाबाट पाल्नुभएका समस्त यस शाखाका लिडर सरमेन्जीहरूलाई पनि आत्मैबाट उच्च सम्मान र ईश्वरको भरिपूर्ण आशिष दिनुहोस्। महान पिता परमेश्वरको वचनबाट बनेको भजन उसरी त्यसै पनि उत्साहित छन्। फेरि पनि सुनमा सुगन्ध थपिदिनु हुने, मादल बजाएर सबैलाई उत्साहित गराइदिनु हुने हाम्रा सरजीहरूलाई पनि आत्मैबाट उच्च सम्मान र ईश्वरको भरिपूर्ण आशिष दिनुहोस्। र त्यस्तै किसिमले आज त शनिबारको दिन, सबातको दिन, महान पिता परमेश्वरको महिमाको दिन। घरको कामलाई पछि राखेर जति पनि मनमा परेका चाहिँ दुःख कष्टहरू, शरीरमा भएका रोगहरू सबै चिज उद्धार हुन्छन् भनेर ठुलो आशाको बोको बोकेर स्वर्गको चौतारीमा बिसाउनलाई पाल्नुभएका समस्त ईश्वरको आत्मिक सन्तानप्रति आत्मैबाट उच्च सम्मान र ईश्वरको भरिपूर्ण आशिष दिनुहोस्। हजुरहरू जो इच्छा, जो चाहना, जो योजनाले उपस्थित हुनुभएको छ सबै इच्छा चाहना महान पिता परमेश्वरले यसै समय पुरा गराइसक्नुभयो। यसमा पनि महान पिता परमेश्वरलाई अनन्त धन्यवाद गर्छु मसीह नाममा। र आज मात्र पहिलो दिन ईश्वरले चुनेर ल्याइ पुर्याउनु भएका नयाँ र टाढा टाढा शाखाबाट पाल्नुभएका समस्त ईश्वरको आत्मिक सन्तानप्रति यस भानिक शाखाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट स्वागत र सम्मान व्यक्त गर्दछु। ईश्वर आत्मा र मलाई सुसमाचार सुनाएर ईश्वरको महिमाको लागि अगाडि बढ्नलाई मद्दत गराइदिनु हुने मेरो श्रीमतीले पनि ईश्वरको भरिपूर्ण आशिष र मलाई ग्रहण गराइदिनु हुने केन्द्रका लिडर इन्द्रदेवलाई पनि जस्तो हालतमा भए तापनि ईश्वरको भरिपूर्ण आशिष र आत्मैबाट उच्च सम्मान व्यक्त गर्दछु। सुख शान्ति खोज्दै हिँडे
शक्ति भनेर हामीहरू पढ्दै हिँडेका थियौँ। कसैले पनि दुःख पाउनुपर्छ, गरिब हुनुपर्छ, दुःख कष्टमा हुनुपर्छ, रोगी हुनुपर्छ भनेर त हामीले कसैले पनि खोजेका थिएनौँ। सुख शान्ति र शान्ति पाइन्छ कि भनेर हामीले खोज्दै हिँडेको थियौँ, तर कहीँबाट पनि उद्धार हुन सकेको थिएन। र महान पिता परमेश्वरको योजना अनुसार हे मेरा सन्तानहरू, हे मेरा छोरा, हे मेरो छोरी, तिमी हरेक ठाउँमा पुग्यौ, हरेक ठाउँमा टक्कर खायौ, तिम्रो लागि त उद्धार र सुधार हुने ठाउँ यहाँ छ नि भनेर नाम पुकारी ल्याइदिनु भयो। र आज स्वर्गको मन्दिरभित्र कति आनन्द, कति हाँस भएका छौँ। यसमा पनि महान पिता परमेश्वरलाई अनगिन्त धन्यवाद। त्यस कारणले महान पिता परमेश्वर यति महान पिता परमेश्वर अदृश्य हुनुहुन्छ, अनकार हुनुहुन्छ, तर चाहिँ उहाँले आफ्नो महिमा कसैको मार्फत भएर उहाँले चाहिँ गराइदिनुहुन्छ। र हाम्रो जस्तोसुकै समस्याहरू, जस्तोसुकै दुःख कष्टहरू, जस्तोसुकै नबन्ने कामहरू पनि महान पिता परमेश्वरले सेकेन्डभरमै त्यो सबै समस्याहरू समाधान गराइदिनुहुन्छ र आनन्द बनाइदिनुहुन्छ। त्यस कारणले आज त्यही फल पाएका छौँ, त्यही मिठासहरू चाहिँ सम्झिँदै हामी यस ठाउँमा उपस्थित भएका छौँ। त्यस कारणले महापिता परमेश्वरलाई धन्यवाद गर्न मन लाग्छ, धन्यवाद भनिराख्न मन लाग्छ। यसमा पनि महापिता परमेश्वरलाई अनगिन्त धन्यवाद गर्छु। हजुरहरूले हाम्रा अग्रजहरूलाई नै मुख भएर युट्युब मार्फत चाहिँ गवाईहरू सुन्नु भएको होला। सिन्धुलीको गवाई कति अचम्म लाग्दो छ। जन्मैदेखिको चाहिँ हिँड्न नसक्ने अशक्त एउटा आमा, उहाँको चाहिँ यो कुइना र चाहिँ घुट्ना चाहिँ लत्रेर घसारेर हिँड्दा गोरुको काँधा चाहिँ कस्तो किसिमले चाहिँ हामीले जोड्दाखेरि देख्ने गर्छौँ। गोरुको काँधामा चाहिँ जुवाले चाहिँ रगड्दै कति साह्रो हुन्छ। त्यस्तै किसिमको भएको आमा महान पिता परमेश्वरको योजना अनुसार उहाँले चाहिँ सुसमाचार सुन्नुभयो, ईश्वरको महिमामा जुट्नुभयो। जुटेको केही समयपछि त्यस्तो चाहिँ लत्रिएर घसारिएर सबैले चाहिँ तुच्छ ठानेका, त चाहिँ हिँड्न नसक्ने, त अपाङ्ग भएर चाहिँ सबैले चाहिँ लात हानेका आमा चाहिँ महान पिता परमेश्वरको महिमामा आउनुभयो। त्यसै दिनबाट उठेर टक हिँड्ने महान पिता परमेश्वरले कति महान हुन्छ महान पिता परमेश्वर। हामी विश्वास गर्दैनौँ फेरि पनि हामी चाहिँ विरोधमै लागिराखेका हुन्छौँ। जन्मैदेखिको उहाँ आमाले चाहिँ जिन्दगीमा पनि सोचेको थिएन होला म चाहिँ मेरो कुनै दिनमा चाहिँ म खुट्टाले हिँड्छु भनेर चाहिँ उहाँले सोच्नु भएको थिएन होला। तर चाहिँ महान पिता परमेश्वरको राज्यमा आउनुभयो, महान पिता परमेश्वरले चुनिदिनु भयो, उहाँको पवित्र आत्माद्वारा महान पिता परमेश्वरलाई मान्नुभयो र आजको दिनमा कति मजासँग हामी जस्तै भएर चाहिँ हिँड्ने योग्य बनाइदिनु भएको छ। त्यसमा पनि महान पिता परमेश्वरलाई अनगिन्त धन्यवाद गर्छु। यीशुको नाममा उहाँ आमालाई बनाउन सक्नुहुन्छ भने हामी सबैलाई महान पिता परमेश्वरले बनाउनुहुन्छ, किनभने उहाँकै हामी पनि सन्तान हौँ। त्यस कारणले मात्र फरक यति छ, जसले चाहिँ पवित्र आत्माद्वारा चाहिँ महान पिता परमेश्वरलाई मान्नुहुन्छ उहाँकै नै छिट्टो उद्धार र सुधार हुन्छ। त्यसमा पनि महान पिता परमेश्वरलाई अनगिन्त धन्यवाद गर्छु। यीशुको नाममा हामीले दिन पर्ने केही पनि छैन। हामीले दिन पर्ने पवित्र आत्मा र चाहिँ धन्यवाद मात्र हो। हिजोको दिनमा हामीले के दियौँ के दिएनौँ त्यो हामीलाई नै थाहा छ। त्यस कारणले मैले यो भजनद्वारा हजुरहरूलाई उत्साहित गराएँ। सुख र शान्ति खोज्दै हामी कहाँ पुगेका थिएनौँ होला। पोखरा भ्यालीका छन् भने पोखरा भ्यालीको सबै चिज सकेर हामी काठमाडौँ पनि पुगेका थियौँ। काठमाडौँमा पनि नभएर चाहिँ हामी इन्डियामा पनि पुगेका छौँ कति व्यक्तिहरू। तर कहीँबाट पनि सम्भव हुन सकेन। तिम्रो लागि जग्गा कहीँ पनि छैन भनेर हालिदिनु भयो, लात्ता हानिदिनु भयो, तुच्छ सम्झिनु भयो। आज त महान पिता परमेश्वरले उच्च बनाइदिनु भएको छ। महान पिता
लागि दबाईले दबाई हुन्छ, वचनले बचाउँछ। अन्य भाषाले तपाईँको सम्पूर्ण समस्याहरू महान पिता परमेश्वरलाई पुरा लगाउने समयमा सबै चिज उद्धार र सुधार बनाइदिनुहुन्छ। त्यस कारण यो 3 चिज चाहिँ कहिल्यै पनि नछोड्नु होला। त्यसमा पनि महान पिता परमेश्वरलाई अनगिन्ती धन्यवाद दिँदै पिता परमेश्वरको वचन दुईधारे तरबार भन्दा पनि तेज हुन्छ। संसारीको हतियारलाई चाहिँ उध्याउनको लागि हामीले चाहिँ धेरै दुःख कष्टहरू गर्नुपर्छ। त्यो हतियारलाई धारी लगाउनको लागि चाहिँ पैसा तिरेर मात्रै धारी लगाइदिनुहुन्छ। तर चाहिँ यो स्वर्गको वचन, स्वर्गको हतियारलाई धारी लगाउनको लागि पैसा पनि दिनु पर्दैन, मात्र पवित्र आत्माद्वारा चाहिँ मान्नुपर्छ। त्यही नै धारिलो वचन हुनेछ। र जस्तो सुकै मै हुँ भनेर चाहिँ आउने चाहिँ यो नराम्रो चिजलाई पनि उहाँले नै तहस नहस बनाइदिनुहुन्छ। त्यसमा पनि महान पिता परमेश्वरलाई अनगिन्ती धन्यवाद गर्छु यीशुको नाममा। र यसमा चाहिँ एफिसी शरीरमा एक अर्काका अङ्ग हौँ, क्रोध गर तर पाप नगर। है, कसैसँग रिस गरिहाले तापनि त्यसले चाहिँ पाप नगर भनेर चाहिँ भन्नुभएको छ। घाम अस्ताउन अघि नै तिनीहरूको रिस परोस्। कसैको बानी हुन्छन् कि रिस उठ्यो भने नबोल्ने, है, ठोकिए तापनि नबोल्ने, त्यस्तै खालको हुन्छन्। तर चाहिँ महान पिता परमेश्वरले त हे मेरो सन्तान तिमी बोल है भनेर हामीलाई मुख दिनुभएको हो नि, नबोल भनेर त दिनुभएको होइन नि। त्यस कारणले त्यो रिसलाई चाहिँ हामीले कन्ट्रोल गर्नुपर्दछ। बोल्नको लागि दिएको हामीलाई मुख हो, नबोल्नको लागि हामीलाई मुख दिनुभएको होइन। त्यसमा पनि महान पिता परमेश्वरलाई अनगिन्ती धन्यवाद गर्छु यीशुको नाममा। र दियाबलसलाई मौका नदिऊ। हामीलाई चाहिँ अदृश्य रूपमा सताउने त्यो दुष्ट आत्मालाई चाहिँ मौका नदिनु होला भनेर भन्नुभएको छ। मौका कसरी दिन्छौँ त हामीले भन्दा नचाहिँदा सोच विचारहरू गरेर, अरूलाई चाहिँ नराम्रो दृष्टिले हेर्ने गरेर, अरूको कुरा काटेर, त्यस्तो किसिमले चाहिँ हाम्रो आफ्नो मनलाई चाहिँ कमजोरी बनाएर उहाँ दियाबलसलाई चाहिँ मौका दिने गर्छौँ। त्यो मौका कहिल्यै पनि नदिनु होला है भनेर महान पिता परमेश्वरले यति प्यारोसँग हामीलाई सम्झाउनु भएको छ। चोर्नेले अब उसो नचोरोस्, बरु त्यसले परिश्रम गरोस्, उसले आफ्नो हातले इमान्दारीसाथ परिश्रम गरोस् र खाँचोमा परेकाहरूलाई दिन सकोस् भनेर भन्नुभएको छ। महान पिता परमेश्वरले हामीलाई चोर्नको लागि यो हात बनाइदिनु भएको होइन, नराम्रो दृष्टिले हेर्नको लागि हामीलाई यो आँखा बनाइदिनु भएको होइन। राम्रो काम गर है भनेर हामीलाई महान पिता परमेश्वरले यो हात बनाइदिनु भएको, राम्रो चिजहरूलाई मात्र हेर है भनेर चाहिँ हामीलाई आँखा बनाइदिनु भएको हो। त्यसमा पनि महान पिता परमेश्वरलाई अनगिन्ती धन्यवाद गर्छु तिनीहरूको मुखबाट उभ्याक्क ननिस्कोस्, तर समय सुहाउँदा र सुधार गर्ने मिठा वचन बोल्ने गर भन्नुभएको छ। यो मुखबाट नराम्रो शब्दहरू पनि ननिकाल्नु है मेरो सन्तान भनेर भन्नुभएको छ। हाम्रो बानी हुन्छ संसारिकमा, मलाई अचम्म पनि लाग्छ, मेरो त मनमा पापै छैन, मैले त मुखमा जे आयो त्यही भनिदिन्छु, पचपचक्कै भनिदिन्छु, म त आनन्द लाग्छ भनेर भन्नुहुन्छ। हामीले त्यो मोमो खाने गर्छौँ नि होइन, दुकानमा गएर मोमो खाएपछि त्यो मोमोको चाहिँ त्यो गन्ध भनौँ कि सुगन्ध भनौँ है, मुखबाट कस्तो खालको निस्किन्छ। अनि मुखबाट मात्र होइन, त्यो जाने ठाउँबाट निस्किँदाखेरि पनि कस्तो किसिमको निस्किन्छ है। त्यस कारणले मनको त्यो पेटभित्रै नराम्रो चिजहरू छ भने त्यो मुखबाट पनि नराम्रै चिज निस्किन्छ। मूलको पानी मूलमा धमिलो छ भने जति पनि त्यो धाराहरू छन्, त्यो धाराहरू सबै ठाउँमा धमिलै पानी आउँछ। त्यस कारणले भन्ने गर्छु, मेरो त पेटमा त केही पनि नराम्रो चिज छैन, मैले पचापचक्कै भनिदिन्छु, मलाई त नराम्रो नसोच है भनेर घग्राक्कै पर्ने गरेर भनिसक्यो, तर चाहिँ मलाई चाहिँ नराम्रो नसोच है भनेर चाहिँ भन्नुहुन्छ। त्यस कारणले बोल्न पाएँ भनेर चाहिँ प्याच नभन्नु, पढ्न पाएँ भनेर पनि प्याच नबस्नु
बुवाहरूले त पहिल्यैबाट भनिराख्नुहुन्थ्यो नि, तर ती कुराहरू चाहिँ आज ती शास्त्रमा लेखिएको रहेछ र ती शब्दहरू चाहिँ मिसिएको रहेछ जस्तो मलाई लाग्छ। त्यसमा पनि महान पिता परमेश्वरलाई अनगिन्ती धन्यवाद गर्छु। जसबाट सुन्नेलाई अनुग्रह मिलोस् अनि परमेश्वरका पवित्र आत्मालाई दुखित नतुल्याऊ भनेर भन्नुभएको छ। परमेश्वर पिताको सन्तान भएपछि भएपछि ती नराम्रा शब्दहरू पनि नबोल्नुहोस् मेरो सन्तानहरू भनेर भन्नुभएको छ है। मलाई हाँसो पनि लाग्छ है। अघि नै हाम्रो अप्सरा म्यामले चाहिँ भनिसक्नुभयो है, त्यो कुरालाई मलाई अझै असाध्यै मन लाग्छ मनमा है। त्यस कारणले हामीले बोल्दाखेरि पनि धेरै कुराहरू विचार गरेर मात्र बोल्नु पर्दछ। अघि नै हाम्रो कृष्ण सरले सुरुको प्रार्थना गरेर गइसक्नु भयो है। हाम्रो चाहिँ आजको महिमा सुरु हुँदाखेरि चाहिँ हाम्रो कृष्ण सर लिएर कृष्ण सरले चाहिँ सुरुको प्रार्थना गर्नुभयो। त्यही सुरुको प्रार्थनालाई चाहिँ अलिकति फेरेर शुभारम्भको प्रार्थना भन्दाखेरि चाहिँ कति फरक पर्छ। अब चाहिँ यसपछि चाहिँ आदर सम्मान भएपछि एउटा भजन हुन्छ, भजनपछि आखिरीको प्रार्थना कसैले भन्ने गर्नुहुन्छ, कसैले अन्तिमको प्रार्थना भनेर भन्ने गर्नुहुन्छ। त्यही कुरालाई चाहिँ विसर्जनको प्रार्थना अब सुरु हुँदैछ भन्दाखेरि चाहिँ कति फरक पर्छ होइन दाजु? मेरो श्रीमती भन्दा र मेरो बुढी भन्दाखेरि धेरै फरक हुन्छ। अनि चाहिँ हामीले चाहिँ सोध्ने भन्ने पनि गर्छौँ, सोध्ने पनि गर्छौँ। मेरो बुढी त हो, मैले जे भने पनि हुन्छ, मैले जसो भने त्यसै हुन्छ भनेर चाहिँ भन्ने गर्छु। मैले यो चाहिँ वचन चाहिँ आजभन्दा 3 वर्ष पहिला पनि भनेको थिएँ। हजुरहरूको पुरानोहरूलाई कति याद छ याद छैन। श्रीमती भन्ने कुरो, जीवन साथी भन्ने कुरा उहाँ चाहिँ जब वातावरणमा बाँडियौँ, वातावरणमा डोलीमा चढाएर ल्यायौँ, त्यस समयमा श्रीमतीको नाता जोडिदिनु भयो। जन्म दिने र कर्म दिने बाबा आमाले घरमा ल्याइसकेपछि अनि चाहिँ हामी कतै जान पर्यो, कतै जाँदा रातिको समयमा कहीँ जान पर्यो भने दुईजना श्रीमती श्रीमानसँगै हिँड्यौँ। त्यति समयको नाता चाहिँ एउटा साथी भयो। रातको समयमा कहीँ जान पर्दाखेरि अनि चाहिँ घरमा आइसकेपछि खाना बनाएर दिनुभयो। ती श्रीमतीले आमाको चाहिँ भूमिका निभाउनुभयो, आमाको नाता भन्यो। त्यस कारणले हामीले चाहिँ यसरी सोच्यौँ भने है, हाम्रो चाहिँ जति पनि हाम्रा नराम्रो सोचाइहरू, नराम्रा विचारहरू, नराम्रा दृष्टिहरू सबै समस्याहरू समाधान गराउनुहुन्छ। त्यस कारणले श्रीमती भन्दैमा मैले फेरि हाम्रो पुरुष सरजीहरू हुनुहुन्छ, मैले पुरुष सरजीहरूको चाहिँ मैले विरोध गरेको पनि होइन। म पनि एउटा पुरुष जाति हुनको कारणले यी कुराहरू चाहिँ मैले राखेको हो। त्यस कारणले श्रीमती एउटा साथी पनि हो, खाना बनाएर दिनुभयो भने आमा पनि हो, कहीँ रातिको समयमा कतै जानुभयो भने साथी पनि हुनुहुन्छ। जुन दिनमा चाहिँ जन्म दिने र कर्म दिने बाबा आमाले मिलाइदिनु भयो, त्यतिखेर चाहिँ श्रीमतीको नाता हो। त्यसमा पनि महान पिता परमेश्वरलाई अनगिन्ती धन्यवाद दिनु। त्यस कारणले ईश्वरको सन्तान बनेपछि जे पायो त्यही बोल्न अलिकति विचार गरेर पर्ने हुन्छ। आजभन्दा 1 वर्ष पहिला हाम्रो सुशीला म्यामको मुख भएर एउटा चाहिँ गवाई पस्किनु भएको थियो। ईश्वरको सन्तान बनेपछि कस्ता खालको चाहिँ ईश्वरको सन्तानहरू आउने रहेछ र त्यो ईश्वरको सन्तानहरूले के माग्दो रहेछ भन्ने कुरा चाहिँ उहाँले चाहिँ प्रष्ट रूपमा लिडर शिक्षाको दिनमा चाहिँ भन्नुभएको थियो र मङ्गलबारको दिनमा महिनाको दिनमा पनि उहाँले चाहिँ उहाँको मुख भएर भन्नुभएको थियो। एउटा म्याम आउनुभयो, म्याम मेरो त लथालिङ्ग भत्ताभुलिङ्ग भयो भनेर भन्नुभएको। अनि चाहिँ हाम्रो अग्रजको सुशीला म्यामले सोध्नुभएछ, म्यामजी के भयो तपाईँ? मैले त अर्को श्रीमानलाई चाहिँ आफ्नो बनाउँछु भनेर चाहिँ सोचेको थिएँ, मेरै पो लथालिङ्ग भयो भनेर चाहिँ भन्नुभएछ। अनि चाहिँ म्यामजीको मुख भएर महान पिता परमेश्वर कसरी बोलिदिनु भयो भएछ त भन्दाखेरि, तपाईँले अर्काको श्रीमानलाई त मेरो बनाउँछु भनेर अर्काको घर भत्काउन लाग्नुभयो भने तपाईँको आफ्नै घर त भत्किँदैन नि। तपाईँको
सोचाइ नै गल्ती छ भने त त्यस्तो त हुन्छ नै म्याडम। त्यो चाहिँ छोडिदिनुहोस्, त्यस्तो नगर्नु। ईश्वरको सन्तान बनेपछि जे माग्यो त्यही पाइन्छ भनेर नसोच्नु होला म्याडम। तपाईँले चाहिँ आफ्नो चाहिँ जसरी हुन्छ आफूले आफ्नै घरलाई चाहिँ सुधार्नको लागि चाहिँ अगाडि बढ्नुहोस् है भनेर चाहिँ भनिदिनु भएछ। यति महान पिता परमेश्वर त्यसकारणले सच्चाइमा गएपछि त मैले मागेको सबै चिज पाइन्छ, सबै चिज मैले भनेको हुन्छ। त्यो कहिल्यै पनि नसुन्नु होला। गलत काम चाहिँ महान पिता परमेश्वरले पनि माफ दिनुहुन्छ है। त्यस कारण यी सबै कुराहरू हामीले ख्याल गर्नुपर्ने हुन्छ भन्दै महान पिता परमेश्वरको योजना अनुसार मेरो मुखलाई प्रयोग गरेर आजको दिनमा यति नै गवाई र वचन बोल्न चाहनुभयो, पस्किन चाहनुभयो। यिनै गवाई र वचनद्वारा जति पनि आजको दिनमा उपस्थित हुनुभएका सम्पूर्ण ईश्वरको सन्तानको घर परिवारमा सुख शान्ति र समृद्धि ल्याइसक्नुभयो। कसैका आफन्तहरू विदेश जानको लागि भिसाको पर्खाइमा हुनुहुन्छ भने पनि आजको यसै समयबाट भिसा पनि महान पिता परमेश्वरको योजनाअनुसार पाइसक्नुभयो। विदेशमा रहेर नोकरी गर्दै हुनुहुन्छ, सेलरी नपाएर चाहिँ फौजदारी राख्नु भएको छ भने पनि आजको यसै गवाई र वचनद्वारा महान पिता परमेश्वरले सेलरी दिने पनि योग्य बनाइदिनु सक्नुभयो भन्दै आजको महिलाका सञ्चालिका ईश्वरका असाध्यै आत्मिक छोरी हाम्रो विद्यालयलाई पनि ईश्वरको भरिपूर्ण आशिष मिलिरहोस् भन्दै म हजुरहरूको सामुबाट पनि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।